अनि यस्तो यो यसरी यो तल झार्नु त च्यातेको हो खै यता हेरौँ न खै हेर न यहाँ च्यातेको रहेछ होइन अनि खै अलि मजाले बस्नु न यसरी मजाले सबै च्यातेको यता नि च्यातेको खै ए त्यही भएर छोपेको गर्दो रहेछ होइन अनि काम गर्न पनि जानुहुन्छ र नि हो कहाँ काम गर्न जानुहुन्छ काम गर्नु चाहिँ के काम गर्न जानुहुन्छ ढुङ्गा बोक्नु कत्रो चाहिँ ढुङ्गा बोक्नुहुन्छ ठुल्ठुलो अनि ढुङ्गा बोकेको चाहिँ कति पैसा दिन्छ नि 50 रुपियाँ दिन्छ दिनभरि गरेको एकछिन गरेको अनि खाना पकाउनु पनि आउँछ तपाईँलाई कति जति पकाउँदा चाहिँ तपाईँहरू दुईजना बाउ छोरालाई खाना पुग्छ एक गिलास ए लु खाना चाहिँ कसरी पकाउनुहुन्छ लु भन्नु के चाहिन्छ खाना पकाउँदा पानी चाहिन्छ हो त्यो पानी पनि कहिले त धेरै थोरै राख्दा पनि हुँदैन आउँछ त्यो राख्न हो कसले सिकायो पकाउन चाहिँ बाबाले सिकाउनु भएको अनि मम्मी चाहिँ कहाँ जानुभएको थाहा छ सोधिहालेँ मैले थाहा छैन हो कहाँ यहीँबाट छोडेर जानुभएको कि कहाँ जान्छु भन्नुहुन्थ्यो काठमाडौँमा चाहिँ भक्तपुर जान्छु भन्नुभएको थियो ए अन्त थाहा छैन काठमाडौँ पनि बस्या हो कति समय बस्नुभयो खोइ तपाईँहरू थाहा छैन बाबाले थाहा छ अनि खाना पकाउनु चाहिँ काठमाडौँमै सिक्या हो कि यहीँ आएर सिकेको काठमाडौँमै सिकेको खाना पकाउन मैले सिकाएको यहाँ पनि यहाँ आएर सिकाएको यसलाई नभए के थाहा छैन यसलाई के थाहा छैन यसलाई केही थाहा छैन है के थाहा छैन अनि यो बाबुको आमाले चाहिँ कहाँ किन छोडेर गएको नि यो बाबु आमा यो सानो थियो ऊ काममा सबैले भने यहाँ राख्नु हुँदैन भने अनि उता गएर अनि उतै हिँड्यो अरे अनि यसलाई हिँड्न खोजी म दिनँ बच्चा आमा ए हिँड्ने मान्छेले के भर्छ बच्चा मार्छ या कहाँ भन म दिनँ नदिएपछि अनि उसले छोडी हिँडी पछि कति गरी हिँड्दैन मैले दिनँ कति गरी दिन मैले अनि गयो त्यतिकै उसले बच्चाले हिँड्ने कोसिस गरी कति दन मन नदिएपछि अनि दुःख भयो दुःख अन्त आमाले पछि आज भोलिभोलि अनि कोहीसँग नमान्ने कोहीसँग नमान्ने मसँग मान्ने हिँड्ने मेरो बार काम गर्दाखेरि उयोमा राखेर काम गर्नु भयो बच्चाले अनि आमाले काम गरेर यति बनाइयो यसलाई कहिलेदेखि तपाईँलाई चाहिँ यस्तो प्यारालाइज भयो नि यो भएको अहिले 7-8 भयो यो भएको